Se monta और ज़्यादा ये जाने जा What? सो हे गाइज वेलकम ब्याक अनदर एपिसोड टु कि भ्लग सो आई होप सबैजना सन्चै आरामै हुन्छ होला म पनि सन्चै आरामै छु आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चिकन हन्ट भनौँ न सो हामी चाहिँ चिकन हन्ट राख्न जाँदैछौँ उतापट्टि चिकन राखेछौँ हामी चाहिँ खोला जाने हो केटा हो सो हामी चाहिँ अब खोलातिर झरिदिनु पर्ने हुन्छ हामी चाहिँ यतादेखि आयौँ अब चाहिँ हल्का सिनेमेटिक हान्दै टक्क खोलातिर झरिदिनु पर्ने हुन्छ हिँडेको सिनेमेटिक हान्दै बवाल गर्दै जानुपर्ने हुन्छ हामीले मासु ल्याएका छौँ मासु पनि पोलेर खानुपर्ने हुन्छ लेट्स सी केटा हो सो हामी चाहिँ साथीभाइहरू हामी चाहिँ यतै झिर छ मेरो हातमा उता चाहिँ चिकन छ हामी चाहिँ तल आइसक्यौँ धेरै तल हामी चाहिँ उहाँ माथिदेखि भिडियो सुरु गरेको यहाँ आइसक्यौँ हल्का हिँडेको पनि सिनेमेटिक बनायौँ अब चाहिँ टक्क चलिदिनु पर्ने हुन्छ तलतिर हल्का फुलहरू भेट्यो भने फुलहरूको पनि सिनेमेटिक हानिदिन्छु सो चल्दिस केटा हो सो हामी चाहिँ लिरिड खेल्दै झरेछौँ केटा यस्तो चिप्लो छ नि धुसमीले गर्दा यता पछाडि यहाँ हाम्रो दिदी हुनुहुन्छ करिश्मा दिदी ओ करिश्मा चु आइज करिश्मा खेलेछ त्यो चाहिँ खेली छे भनौँ न सो चल्दैछ केटा अब हामी खोला अन्त नजिक नै आइसक्यौँ यो पछाडि केटा यो चिप्लेर धोबी पानी निस्क्यो मासु यसमा चाहिँ हामीले गङ्गटा छोप्ने हो होइन हो भेट्यो सो अब चल्दैछ केटा त्यो केटाको चाहिँ माथि अप्ठ्यारो बाटो झर्दैछ हौ त्यहाँनिर गाह्रो छ केटा हो हन टान्दा नि गाह्रो छ सो हामी चाहिँ अब खोला नजिक आउनु लागिसक्यौँ केटा डिस्कभरी च्यानल सो केटा हामी चाहिँ तल आइसक्यौँ यता पछाडि छ त चाहिँ हामीले कता देखेछ बालो होइन है मलाई हाम्रो करिश्मा यहाँ छ हामी धुस्मी भनौँ न सर्पिरल भनौँ न सल्लाहको धुपीहरूले गर्दा लास्टै चिप्लेछ यहाँ चाहिँ चप्पल पनि गइसक्यो केटा यार चप्पल गइसक्यो त्यही अब हामी कता जान्छौँ भन्दाखेरि खोलानिर अब हामी खोला हो त्यहाँ देखिसक्यौँ अब चाहिँ खोला हामी यता खोल्सातिर जान्छौँ म त ओ गाउँतिर जान्नौँ मा यो लिरगिटी खेलेछ यो मन्टा घर जालास के माथि जानेको त्यहीँ जाने झर हेर्न लिरगिटी खेल्छ केटा हो मासु फालो यो माछाले यार तल खोल्छ यहाँ पुऱ्याइदियो के चिन्ता लाने मासु फालो मार नलिर्के भन्दै थिएँ मैले यार मेरो मासु फुट्यो मासु फालिदियो यार म सुत्का परेँ नि मासु फालिदिनाले भाइ त्यो नलिर्के भन्दा अन्त लिर्के अहिले मेरो मासु फालिदियो यार 1 किलो मासु गयो यार ओइ कुइदे लाइटर नि हराएछ माछाले फाइनली मैले लाइटर भेटाइसकेँ यत्रो माथिबाट चाहिँ हामी फर्स्ट चाहिँ जहाँ क्रिकेट खेल्दै झरेको थियौँ नि त्यहाँनिर रहेछ अब जानुपर्छ उहाँ तल कि त प्लास्टिक त होइसक्यो माथि निस्केर लाइटर खस्यो भने कस्तो थाहै पाइन्छ कि मैले क्रिकेट खेलेँ होइन फेरि क्रिकेट खेल्ने झर्नुको मजा नि बेग्लै त्यही भएर हल्का क्रिकेट झरेको मैले माथिसम्म त सायद चेक गरेको त अब फर्किनु हो नि त तल पुगेपछि चेक गरेर फर्किनु पर्यो लामो पऱ्यो मलाई तेल चाहिँ फेरि मासु पल्टाइदियो क्या मासु पल्टाइदिएपछि के भन्दाखेरि मेरो गोजामा लाइटर हाल्यो कि खस्यो कि जस्तो भाइ सानो कि मलाई यसो छाम्छु अन्त थिएन अनि फेरि फर्केर ल्याउन माथि आउनु पऱ्यो केटा लास्टै झेउ भयो कि यस्तो गर्मी छ नि भन्नाले हल्का चिप्लो हावा त लागिरहेको छ
पहाड हो अनि घोचो केले काटो क्या खुट्टोमा यहाँ सो मैले चाहिँ के गरेको थिएँ भन्दाखेरि चप्पल फाट्नु लाग्थ्यो नि मेरो चप्पल फाट्छ अन्त खाली खुट्टा निस्केको घोच्यो घोचिछ त्यो चाहिँ खोलामा पुगिसकेको होला म माथि नै छु कति काँडा बिज्ने मलाई मात्र थाहा हुन्छ होला अब त्यही हो चल्दैछ हो म चाहिँ माथि पुगेर आइसकेँ यसले म माथि पुगेर आउँदै नि यसले के गरेछ भन्दाखेरि एउटा यो के गङ्गटो छोपेछ खोज्दैछ त्यहाँ उतानिर खोज्दैछ हाम्रो कर्सीमाल चाहिँ हेरी चिल पिस भन्दै हेर्छु कर्सीमाल चाहिँ अब चलिदिनु पर्ने हुन्छ हामी चाहिँ अझै माथि जाने हामी बल्ल खोलामा आयौँ खोला अहिले खासै ठुलो छैन अहिले गर्मी लगाइसक्यो नि त्यो हल्का छैन सानै छ ए यसले हात हाल्दै बस्दै गर्छ सो चल्दैछ केटा सो हामी चाहिँ आइसक्यौँ केटा हो यता चाहिँ हामीले मैले आगो पनि बालिदिइसकेँ यसले यहाँ अहिले पल्टाएकोमा के गरेछ त्यहीँबाट यहाँ गराउँदैछ काम गर्दैछ हामी चाहिँ सानो खोलो खासै ठुलो छैन हल्का मुनि यो बवाल लोटो के मान्छे माथिबाट खसेको सो म पनि फर्केर माथि जानु पऱ्यो नि यार मासुसित खसेको म फर्केर माथि जानु परेन सो यता आगो बोल्दैछ हल्का फुल्का कोइला बनाउनु पर्छ त्यसपछि यसले पुगाउँदैछ खासै दाउरा पनि रहन्छ यसले खोज अन्त टेर्दैन यसलाई माछा मार्नु छ त्यही भएर हल्का अब मैले देखाइसकेँ त यसले एउटा गोटो मारेको रहेछ ओ सो अब चाहिँ टक्क अब यसो आगो बोल्न दिनुपर्ने हुन्छ कोइला बन्नु दिनुपर्ने हुन्छ यसले चाहिँ एउटा गोटो मार्नमा बवाल गरेछ के यसलाई अहिले मैले पोलेर हानिदिन्छु कि यसलाई अहिले मैले पोलेर हानिदिन्छु कि केटा हो गरेर हाल मैले थम्नेललाई खिचिदिन्छु फोटो ला यसले चाहिँ खचाक तँ फाल्न थुतेर मासला थम्नेलको लागि फोटो सो भइसक्यो पानी भइले म अझै नि एउटा नि थाल्लास सो आगो बोल्दैछ उता हल्का फुल्का यता बाँदर चाहिँ बवाल लाग्छ कि उहाँ काफलको बुट रहेछ त्यहाँ बाँदर बवाल लाग्छ हाम्रो करिसमा उहाँ पारि पुगेछ त्यो बाँसतिर पुगेछ बवाल लगाएर चाहिँ कुडी खाएर आउँछ फेरि त्यसको सो अब हल्का फुल्का सिनेमेटिक पनि हालिदिनु पर्ने हुन्छ अर्को त्यही हो गफ नाम नयाँसला हुन्छ अहिले चाहिँ यता अलिकति पोल्यौँ अलिकति पोल्दैछौँ यसले चाहिँ दाउरा खोज्छ बल्ल दाउरा फाल्दैछु आगो फुक्दैछु मैले चाहिँ सो अब चाहिँ भ्याएर निस्किनु पर्ने हुन्छ हल्का सिनेमेटिक खिच्ने भनेको जहाँ लाङ छोरो माया पकाउनु त्यो अब चल्दैछ केटा हो आगो नि बोल्दैछ मासु नि पोलिँदैछ यता ढुङ्गा पनि तताएको है केटा हामीले हुन्छ कि भनेर त्यो ओल्लोवाला ढुङ्गा तताएको त्यो तताएको तातेन अनि पछि ओल्लो तताएको यहाँ हाल त्यो हल्का आगो फुक्छु है केटा मैले बवाल गर्मी छ अरे भैया सो गोट हो केटा हो 1 किलोको छ मोटा यो 1 किलो हो नि त यस्तै माछामै केटा हामीले मोटो फाइनली छेड्दै गोटाले हो कि हो एउटा खुट्टुको हो देखा त यसरी देखा हो त्यसरी रुक मार्दै माछ टोक्ने मैले ऊ आयो के ब्लर आयो जब चाहिँ हामी चाहिँ है यहाँ क्र्याब रेडी भइसक्यो क्र्याब खान लाग्यो है एउटा मात्र देखाउँ क्र्याबको खुट्टा नाइस यार क्र्याब सो केटा हामी चाहिँ हल्का पानी पर्ला जस्तो भयो अनि पछि निस्किँदैन आधी मासु रह्यो हामी चाहिँ घर प्लान बनाइसक्यौँ के गर्ने भन्दाखेरि अब चाहिँ टक्क घर जान्छौँ हामी चाहिँ काम पनि पर्यो हल्का पानी पनि आउला जस्तो भयो अब सक्क निस्किनु पर्ने हुन्छ केटा लास्ट उकाल छ हप्तै यो फेरि के छ नि मेकानिक हो यसको फेरि त्यहाँ एउटा काम परेको कि दाइले बोलाउन इमर्जेन्सी निस्किनु पर्ने भयो हल्का मेकानिक भएपछि अब हामी रेडी भयो अल सेट केटा अब चल्दैछ चुलोमा पनि हामीले यहाँ पानी हालिदिउँ है केटा यहाँ आगो ला भनेर हामीलाई नपारे यस्तो छ टिप्ला भनेर हामीले पानी पनि हालिदिउँ सुरक्षित साथ काम गरेका थियौँ यसको नाम करिस्मा दिदी जाम चल यो पकड
अब हम चलेंगे भैया जी, अब ऊपर चलेंगे, बहुत बुरी तरीके से थकेंगे। लेट्स सी गेट आउट। आइजा खोलो खासै ठुलो चाहिँ छैन है केटा। हामी चाहिँ उहाँ तलदेखि यत्न आइसक्यौँ। यहाँ चाहिँ एलेङ केलेङ गर्दैछ। योभन्दा छिटो त हाम्रो को कमेन्ट गर केटा यो त्यो को यो छिटो आएको छ। सो हामीले चाहिँ काम पर्नाले छिटो निस्किनु पर्यो, नत्र हामी बस्थ्यौँ हल्का। पानी पनि आउला जस्तो भयो। सो हामी चाहिँ वहीँ भ्लग स्टार्ट गरेको ठाउँमा आइसक्यौँ। त्यो जग्गामा फ्याँ परेछ, फ्याँ हाम्रो करिस्मा वर्तन अगाडि गइसक्यो। यो मान्छे फ्याँ परेछ। सो अब हल्का मात्र उकाल्छ, खासै तेरो खासै तेरो त्यस खासै खासै तेरो खासै त ठिक छ। खासै धेरै उकाल चाहिँ छैन अब चाहिँ। अब यसो घर आउनुलाई हल्का काफल पनि फलेको रहेछ। नुहान डाँडा गर्ने फलेछ। सो अब चाहिँ चल्दैछ केटा, अब चल्दैछ।